यो छ नि यो के भन्छ एयर पोल्युसन एलर्जी भयो क्या आँखा पुरै रातो भएछ आज सो हेलो गाइस वेलकम ब्याक टु माई च्यानल धेरै पछि फेरि आइपुग्यो धेरै पछिको सेकेन्ड भिडियो मेरो आज चाहिँ बाहिर पानी परेर त्यही अल्छी लगाइदियो अनि भिडियो गर्नु भनेर फेरि पानी परेपछि चाहिँ हामीले गरेर बत्ती नहुने क्या लास्ट झ्याउने क्या तर पनि केही छैन तर पानी परेर केही पनि छैन किनभने यहाँ मासु पाल्दै छ क्या खतरा खायो नि त फेरि खतरा कुक हो नि त कस्तो डेन्जरसँग बनाइन्छ के बत्ती आइरहेछ क्या हात बत्ती आइरहेछ जस्तो त्यहाँनिर चल्यो त हो जस्तो यार त्यो गाइस एलर्जीले न आँखा छोड्यो न नाक छोड्यो न घाँटी छोड्यो टिमटिम भएर बनाएर आएर घरभित्रसँग मास्क लगाएर बस्नुपर्ने अवस्था औषधिहरू मैले 1 महिना अगाडि भर्खर स्टोरेज छोडेको थिएँ होइन के भन्छ अरे एलर्जी भएर स्टोरेज युज गरेको थिएँ होइन ओके त्यसपछि छ्याप्पै कम भइसक्यो अनि त्यसपछि फेरि 1 महिना पछि यो छ नि यो के भन्छ अरे एयर पोल्युसन एलर्जी भयो क्या आँखा पुरै रातो भएछ आजसम्म त 3 दिन भइसक्यो यहाँ चाहिँ के हुँदैछ थाहा यहाँ चाहिँ कोठाहरू मिलाएर है यहाँ अर्को खाट राख्ला अनि जुन यहाँ छ यो चाहिँ मेरो स्टुडियो है मेरो सस्ता सेटअप छ त्यहाँ मेरो सामानहरू भयो यहाँनिर चाहिँ अब स्टुडियोको लागि डेकोरेसन गर्नुको लागि मिलाउनु लाग्यो यस्तो भद्रको छ जब एक दिन राम्रो गर्छु होइन अनि त्यसपछि म मेरो टुर गर्दै स्टुडियोको तर निकै टाइम लाग्नेवाला छ अहिले बस त्यहाँ खाली गरेर हल्का बस्नु मात्र मन होला त्यसपछि अनि म बिस्तारै सामानहरू जोड्दै अनि म बनाउँछु क्या सो फिलहालको लागि चाहिँ होइन यहाँबाट मेरो कति 4वटा जति युट्युब च्यानल चल्छ होइन 4वटा यो चाहिँ मेरो भ्लगको लागि मात्र भयो है सब त्यस्तो यदि ग्रो भएको त छैन ठिक राखेको छ पछि म देखाउँछु यसमा पनि देखाउँछु यो च्यानलमा पनि देखाउँछु अनि किन त्यो छुट्टै अरू पनि बनाएको भन्दाखेरि अब यसमा चाहिँ मेरो धेरै चिनेको मान्छेहरू छ क्या सब्सक्राइब गरेको छ अनि त्यस्तो के भन्छ त्यो जुन त्यो अर्ग्यानिक भ्युज हुन्छ नि त्यो अर्ग्यानिक भ्युज हुन्न क्या यहाँबाट सबै आफ्नै मान्छेले हेरेको मात्र जति छ नि त्यति मात्र भ्युज छ क्या त्योभन्दा माथिको जाँदैन क्या अनि अरूमा चाहिँ के कस्तो छ भन्दाखेरि जस्ट बाहिर आउट मान्छेहरू हुन्छ नि नचिनेको मान्छेहरू त्यस्तो अर्ग्यानिक भ्युज चाहियो क्या त्यस्तो छ नि त अब अलिकति ग्रो हुँदै जाओस् अनि त्यसपछि त्यो च्यानल पनि म देखाउँछु सबै देखाउँछु म यहाँ त्यही अर्ग्यानिक भ्यू चाहियो भएर चाहिँ मैले अरू च्यानलहरू पनि चलाएर हो मलाई यो कन्टेन्टहरू बनाउनु रमाइलो लाग्छ यसमा मात्र भ्लग भएन अर्कोमा मेरो छोटो गेमहरूको छोटो छ है फेरि म त्यो पछि देखाउँछु पहिला स्टुडियो अलि राम्रोसँग एकदम क्लिन मलाई जहाँनिर कामहरू गर्ने हुन्छ नि त्यो ठाउँ चाहिँ मलाई एकदम क्लिन चाहिन्छ अनि मेरो त्यहाँ साइड बिजनेसहरू पनि अनलाइन बिजनेसहरू पनि म त्यही कोठा बसेर गर्ने गरेको छु अनि सबै मेरो त्यही कम्प्युटरबाट ह्यान्डल हुन्छ है त्यो पनि अपलोड गर्नुपर्छ त्यही हो त्यस्तो खासै त अरू त छैन त्यही हो गाइज ल यो च्यानल कसैलाई चाहिन्छ भने चाहिँ मलाई कमेन्ट गर्नु होला है जति सब्सक्राइबर हो त्यति नै रुपियाँ ल
लङ सक्नुहुन्छ यो च्यानल त्यति नै रुपियाँमा है त। ल बाई बाई। आजको लागि भिडियो चाहिँ यति नै हो मेरो यो एकदम मिनी भ्लग। अब छिटै म अरू ठाउँतिर घुमेर यताउता म भ्लगहरू बनाउँछु। फिलहालको लागि चाहिँ अहिले कामले म बिजी छु। पछि ओके ल बाई बाई सी यू।